चाहिँ अहिले यहाँ होइन बसिरहेको छु र एउटा सायरी भन्नु मन लाग्यो कि मलाई होइन कसको लागि भन्नुहुन्छ भने मेरो एउटा साथीको गर्लफ्रेन्डको लागि ध्यान दिएर सुन्नु होला जति पनि मेरो साथी हुनुहुन्छ मलाई चिनिराख्नु भएको होला साथीहरूले सायरी चाहिँ के छ भने मलाई एउटा सायरी चाहिँ भन्नु मन लाग्यो होइन सबैले ध्यान दिएर सुन्नु होला अब धेरै थोरै त केही आउँदैन जस्ट भन्न कोसिस गर्छु कतिको हुन्छ हेरौँ है त सायरी त भन्नेवाला कुन्ताको राजा नै हो र म पनि सायरी चाहिँ भन्न मन लाग्यो राम्रोसँग सुनिदिनु होला त्यही नै हो तिमी फुल हो भने सायरी है मेरो साथीको लागि है मेरो साथीको गर्लफ्रेन्डको लागि सबैले सुन्नु होला राम्रोसँग सुन्नु होला र अनि यो साथीलाई चाहिँ मेन्सन गर्नु होला कोही साथीलाई पठाउनु मन छ भने तिमी फुल हो भने मेरो साथी काँडा हो तिमी फुल हो भने मेरो साथी एउटा काँडा हो तिमी दुईटाको एउटा डाँडा ठुक्क भएन है फेरि एकचोटि ट्राई गर्छु एकचोटि अब मलाई आउँदैन तर जस्ट एउटा ट्राई हान्दिनु लाग्यो मैले पनि होइन तिमी फुल हो भने मेरो साथी काँडा भइदिन्छ तिमी फुल हो भने मेरो साथी काँडा भइदिन्छ तिमी बिचको डाँडा भइदिन्छ तिमी मेरो साथीलाई नछोडी नजाऊ तिमी मेरो साथीलाई कहिले पनि नछोडिकन नजाऊ तिमीसँग दूरी या डाँडा भइदिन्छ भनेको मिल्यो कि मिलेन अनि आफैले कन्फ्युज भयो त यार होइन एकचोटि मिलेन जस्तो लाग्यो है मलाई एकचोटि मिलेन जस्तो लाग्यो म फेरि एकचोटि ट्राई गर्छु है तिमी फुल हो भने मेरो साथी काँडा हुन्छ तिमी फुल हो भने मेरो साथी काँडा थु मादार चोत खाली काँडा 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 ए भन्दिनँ म भन्दिनँ अनुहार पनि राम्रो छैन म भन्न पनि सक्दिनँ मेरो भन्ने तरिका पनि छैन भन्दिनँ म अनि एउटा कुरो चाहिँ याद राख्नु है फलो चाहिँ गरेर राख ल सबैले माया चाहिँ गरिदिइराख ल